Have you ever heard about visual pollution? यो केस हो पदमबहादुर श्रेष्ठ वर्सेस काठमाडौँ मेट्रोपोलिटन सिटी काठमाडौँ डिसिजन नम्बर 9577 फ्याक्ट यसमा चाहिँ यो केसमा के भएको हुन्छ भन्दाखेरि एप्लिकेन्ट पदमबहादुर श्रेष्ठले चाहिँ भर्बल्ली प्लस रिटन एप्लिकेसन दुईटै गरेर चाहिँ काठमाडौँ मेट्रोपोलिटन सिटीलाई चाहिँ चिठी लेखेको हुन्छ के भनेर भन्दाखेरि लज अन क्लिनिनेस इन्भाइरोमेन्ट प्रोटेक्सनको लागि यसले चाहिँ के भनेको हुन्छ भन्दाखेरि जुन अननेसेसरी अनअथोराइज ग्राफिटी पोस्टर्स प्याम्पलेट्सहरू छ यो सबै कुराहरू चाहिँ वेस्टभित्र पर्छ यो चाहिँ सोलिड वेस्ट म्यानेजमेन्ट एक्टको चाहिँ सेक्सन 2 मा चाहिँ डिफाइन गरेछ यो सबै कुराहरूलाई वेस्टको अन्डरमा राखेर त्यही भएर यसले गर्दाखेरि चाहिँ पोल्युसन हुन्छ भिजुअल पोल्युसन भनेर चाहिँ चिठी लेखेको थियो तर काठमाडौँ मेट्रोपोलिटन सिटीले चाहिँ यो कुरालाई चाहिँ वास्ता नगरेपछि यसले चाहिँ के भन्यो भन्दाखेरि प्लस सेक्सन 96 यो लोकल सेल्फ गभर्नेन्स एक्टमा पनि के भनेको छ भन्दाखेरि यो चाहिँ लोकल बडीको रेस्पोन्सिबिलिटी हो यो सबै वेस्टहरू म्यानेज गर्नु जसले चाहिँ क्लिन इन्भाइरोमेन्टलाई चाहिँ हार्म गरिरहेको छ जसले गर्दाखेरि चाहिँ कन्स्टिट्युसनको आर्टिकल 16 मा मेन्सन गरे अनुसार चाहिँ राइट टु क्लिन इन्भाइरोमेन्ट चाहिँ भायोलेट भएको छ प्लस यसमा चाहिँ के भनेको छ भन्दाखेरि सेक्सन 96 लोकल सेल्फ गभर्नेन्स एक्ट मा चाहिँ के भनेको छ भन्दाखेरि यो चाहिँ लोकल बडी जुन चाहिँ काठमाडौँ मेट्रोपोलिटन सिटी उसको रेस्पोन्सिबिलिटी हो वेस्टहरू म्यानेज गर्नु जसले चाहिँ क्लिन राइट टु क्लिन इन्भाइरोमेन्टलाई चाहिँ हार्म गरेको छ मान्छेको आर्टिकल 16 अफ कन्स्टिट्युसन अफ नेपाल 2063 ले मेन्सन गरेको चाहिँ राइट टु क्लिन इन्भाइरोमेन्टको अगेन्स्टमा भयो जसले चाहिँ सिटिजनको फन्डामेन्टल राइट भायोलेट भयो भनेर चाहिँ केस गरेको थियो यसमा चाहिँ इस्यु के निस्कियो भन्दाखेरि चाहिँ कोर्टमा चाहिँ यो नेसेसरी छ त काठमाडौँ मेट्रोपोलिटन सिटीलाई चाहिँ म्यान्डामस अर्डर गर्नु काठमाडौँ मेट्रोपोलिटन सिटीले चाहिँ यो सबै कुराहरू गर्नु चाहिँ उसको रेस्पोन्सिबिलिटी हो कि होइन भन्ने कुरा उठेको छ डिसिजनमा चाहिँ सुप्रिम कोर्टले के डिसाइड गर्छ भन्दाखेरि म्यान्डामस अर्डर गर्छ सेन्ट्रल प्लस लोकल गभर्नमेन्ट बडीलाई पनि पुलिस अर्गनाइजेसन सबैलाई चाहिँ इन्भाइरोमेन्टल प्रोटेक्सनको फिल्डमा गभर्नमेन्ट मात्र नभएर सिटिजनहरूले पनि कोअर्डिनेट गर्नुपर्छ उनीहरूले चाहिँ लिफलेट प्याम्पलेट ग्राफिटी अनअथराइज्ड होर्डिङ बोर्डहरू एडभर्टिजमेन्ट बोर्डहरूलाई चाहिँ सकेसम्म चाहिँ एकदम प्रिभेन्ट गर्नुपर्छ यसलाई चाहिँ प्रिभेन्टिभ एरेन्जमेन्टको थ्रुबाट चाहिँ एकदम घटाउँदै लैजानुपर्छ पब्लिक अवेरनेस पनि रेज गर्नुपर्छ मान्छेलाई चाहिँ कलेक्टिभ पार्टिसिपेसनमा इन्करेज गराउनुपर्छ भनेर चाहिँ डिसिजन गरेको थियो अब यो डिसिजन चाहिँ उसले के आधारमा गर्यो कोर्टको चाहिँ रेसियो डेसिडेन्डी के भयो प्रिन्सिपल के इस्टाब्लिस भयो के हो त भिजुअल पोल्युसन भनेको कुरालाई चाहिँ कोर्टले चाहिँ एक्सप्लेन गर्ने क्रममा चाहिँ उसले के भनेको छ भन्दाखेरि कोर्टले आइटम्स जस्तै लिफलेट प्याम्पलेट होर्डिङ बोर्डहरू आफैमा वेस्ट हुन् तिनीहरूले चाहिँ इन्भाइरोमेन्टको कम्पोनेन्टलाई चाहिँ पल्युट गरेको छ त्यही यिनीहरू चाहिँ मेजर कम्पोनेन्ट हो भिजुअल पोल्युसनको भनिन्छ यसमा चाहिँ कोर्टले बल्ल नयाँ कन्सेप्ट लिएर हाम्रो पोल्युसन वाटर पोल्युसन एयर पोल्युसन सुनेको थियौँ तर भिजुअल पोल्युसन चाहिँ सुनेको थिएनौँ तर कोर्टले चाहिँ भिजुअल पोल्युसनलाई चाहिँ यसरी डिफाइन गर्यो लिफलेट प्याम्पलेट होर्डिङ बोर्ड वाल राइटिङहरू जुन चाहिँ कमर्सियल पोलिटिकल पर्पजको लागि चाहिँ राखेको थियो जहाँ मान्छेहरू एकदम धेरै हिडडुल गर्छन् त्यसले चाहिँ मान्छेको भिजनमा कन्फ्युज पार्छ किन भिजुअल पोल्युसन भयो भन्दाखेरि मान्छेको भिजन कन्फ्युज गरेको हुन्छ ट्राफिक एक्सिडेन्टहरू चाहिँ बढिरहेको छ यसले चाहिँ सेक्युरिटी सिस्टममा एफेक्ट गर्छ अनि यसले चाहिँ एउटा कन्फ्युजन क्रिएट गर्छ यसले चाहिँ वेल इन्फर्मेसन भन्दा पनि मिसइन्फर्मेसन दिने काम गरेको छ अर्बन डेभलपमेन्टमा पनि बाधा पुर्याएको छ टुरिज्म डेभलपमेन्टमा झन् धेरै हार्म पुगेको छ भने मान्छेले जुन हेर्ने बेलामा जुन आँखालाई प्लिजिङ खालको आँखालाई आनन्द लाग्ने कुरा भन्दा पनि त्यो प्याम्पलेट होर्डिङ बोर्डहरूले चाहिँ इरिटेट गर्छ भन्ने कुरा गरेको छ अब यही अनुसार चाहिँ भिजुअल पोल्युसन भएको कारणले यो पोल्युसनलाई चाहिँ कसरी हटाउने भनेर चाहिँ त्यो होर्डिङ बोर्डहरूलाई हटाउने निर्देशन दियो अनि गभर्नमेन्टले त्यो सँगसँगै के गर्यो भन्दाखेरि होर्डिङ बोर्डको चाहिँ साइज चाहिँ कतिदेखि कति हुनुपर्ने भन्ने कुरा पनि उसले डिसिजन गरेको थियो तर अहिले यो डिसिजन चाहिँ इम्प्लिमेन्ट गरेको चाहिँ छैन होर्डिङ बोर्डहरूको चाहिँ साइज प्रपरली मेन्टेन गरेको चाहिँ छैन यसमा चाहिँ हामीले नयाँ भिजुअल पोल्युसन भन्ने कन्सेप्ट बुझेको छौँ भिजुअल पोल्युसन चाहिँ केले गर्दा हुन्छ भन्ने कुरा चाहिँ बिलबोर्डहरू जुन ट्रेडिसनल अथवा डिजिटल एडभर्टिजमेन्टको लागि राख्छ जसले चाहिँ नेचुरल इन्भाइरोमेन्टलाई क्लटर गरेको छ पावर लाइनहरू त्यही भएर अहिले अन्डरग्राउन्ड पावर लाइनहरू धेरै युज हुन थालेको छ बिल्डिङले चाहिँ कसरी भिजुअल पोल्युसन हुन्छ अब त्यसरी बिल्डिङ नै नबनाउने भन्ने कुरा चाहिँ हुँदैन डिजाइन प्लेसमेन्ट जुन बिल्डिङ चाहिँ एकदम पुअरली मेन्टेन भएको छ उसले चाहिँ नेचुरल इन्भाइरोमेन्टलाई चाहिँ लुकाएको छ नेचुरल इन्भाइरोमेन्टसँग चाहिँ
उसले चाहिँ छेकेको छ अथवा चाहिँ ग्राफिटी भनेको आर्टिस्टिक एक्सप्रेसनको फर्म हो तर यसले चाहिँ भ्यान्डालिजम कसरी हुन्छ भन्दाखेरि ठाउँ ठाउँमा स्प्रे गरिदिने नराम्रो र लिटर भनेको फोहोरहरू राख्ने पनि सबै भिजुअल पोल्युसनमा पर्छ भिजुअल पोल्युसन भनेको आँखालाई हाम्रो आई स्ट्रेन गर्ने भिजुअल फ्याटिक गर्ने मान्छेको मेन्टल हेल्थ साइकोलोजिकल वेलबिङ यसले चाहिँ स्ट्रेसहरू बढाउने काम गरेको छ मान्छेको कग्निटिभ फङ्सन उसले एउटै कुराहरू धेरै एक्सपोज भइरहेको छ उसले धेरै एडभर्टिजमेन्टमा उसले जताततै हेर्दै उसले चाहिँ होर्डिङ बोर्ड लिफलेट प्याम्पलेट एडभर्टिजमेन्ट मात्र देख्दाखेरि चाहिँ मान्छेको कग्निटिभ फङ्सन चाहिँ ओभरलोड हुन्छ फिजिकल हेल्थ पनि अब एक्सिडेन्टहरू हुनसक्छ चाइल्डको डेभलपमेन्टमा हार्म हुन्छ भनेर चाहिँ कोर्टले यसलाई चाहिँ भिजुअल पोल्युसन डिफाइन गरेर यसलाई चाहिँ रिड्युस गर्नुपर्ने गभर्मेन्टलाई चाहिँ म्यान्डामस अर्डर गरेको थियो प्लस काठमाडौँ मेट्रोपोलिटन सिटीलाई चाहिँ यो सबैहरू हटाउनलाई निर्देशन दिने यो सबैलाई चाहिँ रेगुलेट गर्ने होर्डिङ बोर्डहरू चाहिँ साइजहरू लिमिट गर्ने यसलाई चाहिँ रेगुलेट गर्नको लागि चाहिँ अर्डर दिएको थियो थ्याङ्क यू